यसरी प्याज मजाले भुट्नु होला। प्याज रातो हुनुन्जेल त्यसपछि बिरयानी मसला हालेर मजाले भुट्नु होला रातो भउन्जेलसम्म। मसला हालेपछि यसरी रातो हुनेसम्म भुटेर अनि चिकन हाल्नु होला। चिकन हालेर भुट्नु होला। हाम्रो यता भात पनि रेडी भयो। हाम्रो भाइ यता रायताको लागि पुरा गाजर छिल्दै हुनुहुन्छ। अब चाहिँ मासु नि पाकेर रेडी भयो, भात पनि रेडी भयो। अब बिरयानीलाई दम दिनको लागि हामी पुरा यहाँ मिक्स गर्न लागेको छौँ। मिक्स गरेर अनि त्यसलाई दम दिनुपर्छ। हाम्रो दाजु पनि यता पुरा सलाद काट्दै हुनुहुन्छ। हाम्रो पर्जल भाइले पुरा भिडियो बनाएर मलाई साथ दिनु भइराखेको छ। पर्जल भाइलाई थ्याङ्क यू छ। अब चाहिँ बिरयानी दमको लागि पुरा यहाँ चिकनहरू मिक्स गरिराखेका छौँ। अब यो मिक्स भइसकेपछि यसलाई पुरा दम दिने। अब चाहिँ यहाँ घिउ हाल्दैछु। यो घिउ चाहिँ नेपालबाट मेरो आमाले पठाइदिनु भएको घिउ हो। अब चाहिँ रेडी हुन लागिराखेको छ। अब यहाँ चाहिँ चामल सरेर चिकन हालेपछि चामल हालेर त्यो माथि फेरि चिकन हालिन्छ। सरेर जाँदैछ। गाइस भिडियो लामो भयो, पार्ट 3 पनि हेरिदिनु होला।